हेलो साथीहरू नमस्ते। जोसुकै पनि नेपालको नागरिक हुनुहुन्छ र उहाँहरूको छोराछोरी छ भने उहाँ छोराछोरीको बाबुआमाले जान्नै पर्ने कुरा म भन्दैछु। सबभन्दा पहिलो प्रथम त आफ्नो बच्चाको उमेर पुगेपछि हामी जहाँ जाँदा पनि नागरिकता माग्ने हुँदाले गर्दा म नुवाकोट जिल्ला विदुर नगरपालिका 6 को स्थायी ठेगाना भई र नागरिकता प्राप्त व्यक्ति हुँ। अनि मेरो चाहिँ सम्बन्ध विच्छेद भएको हो र संविधानको धारा 12 मा उल्लेख गरिएको रहेछ कि अहिलेको जारी संविधानको धारा 12 मा यदि नेपाली नागरिक बाबुआमा नै भएको खण्डमा पनि सम्बन्ध विच्छेद भएर बाबुसँग बस्दै आएको र आमा कुनै पनि कन्ट्याक्टमा नरहेको अवस्थामा आमाको सम्पूर्ण विवरण उल्लेख नगरिकन बाबुको नामबाट मात्र नागरिकता लिन चाह्यो भने नागरिकता लिने व्यक्तिले निवेदन पेश्दाखेरि नागरिकता पाउने अधिकार रहेछ। र बाबुसँग चाहिँ कन्ट्याक्ट छैन र आमासँग मात्र रहँदै आएको र भरण पोषणको जिम्मा सबै आमाले लिएर आएको छ र बाबु कन्ट्याक्टमा छैन भनेदेखि आमाको नामबाट चाहिँ नागरिकता लिएर बाबुको सम्पूर्ण विवरण त्याग्न पाउने व्यवस्था रहेछ। र म त्यही व्यवस्था अन्तर्गत मेरो छोरीको नागरिकता बनाउनु भनेर गएको नुवाकोट जिल्लामा। अनि उहाँहरूले बिहानदेखि बेलुकासम्म एकदमै दुःख दिनुभयो र हामीले जुन आमाको नामबाट नागरिकता पाउँछौँ भनेर भन्छौँ यो पाउँदैन रहेछौँ। संविधानमा भएको कुरा पनि नुवाकोट जिल्लामा लागू हुँदो रहेनछ हैन। अनि कतिपय हामीले यति दुःख पायौँ। हिजो म जेठ 19 गते नागरिकता बनाउनु भनेर गएँ, बिहानदेखि बेलुकासम्म दुःख पायौँ। त्यसपछि यति नागरिकले दुःख पाएको छन् नि त्यहाँ, जसको आमा आएको छ, बाउको नागरिकता छ, बाउको नागरिकता अनि जन्मदर्ता छ, बाउको नाम राखेको हुन्छ नि त जन्मदर्तामा त हैन, जन्मदर्ता अनि आमाको नागरिकता लिएर आमा साइन गर्न आएको छ भने आमालाई चाहिँ बिहा दर्ता भएन, बिहा दर्ता लिएर आइज भनेर फिर्ता गरिएको छ। अनि जसको अब कसैको पहिलाको व्यवस्था अनुसारको त जन्म दर्ता गर्नलाई बाउ गयो भनेदेखि आमाको बिहा दर्तै नगरे नि जन्म दर्ता गरेर पठाइदिन्थ्यो ओडाले। त्यसै हिसाबले बिहा गरेको व्यक्तिहरू पनि मैले आएको देखेँ। अनि एकजना दिदीको त छोराको नागरिकता बनाउन आएको रे, अनि उहाँको श्रीमान बितिसक्यो रहेछ, बिहा दर्ता गरेको थियो थिएन, तर छोराको ओडाको सिफारिस नागरिकता, आफ्नो नागरिकता, बुढाको नागरिकता, अनि त्यसपछि ओडाको सिफारिस लिएर आउँदाखेरि पनि त्यो दिदी आमा आफै साइन गर्न आउँदा पनि भएन, बाउको बिहा दर्ता लिएर आइज भनेर चाहिँ पठाइदिए। बाउ अब कहाँबाट बाउ खोज्न जाने, मरिसकेको बाउ होइन। अनि त्यो दिदी रुँदै जानुभयो। एउटा बहिनीको आमा साइन गर्न आउनु भएको छ, बाउ विदेशमा हुनुहुन्छ रहेछ, अनि बाउको नागरिकता, ओडाको सिफारिस, आमाको नागरिकता लिएर आमा साइन गर्न आउँदाखेरि पनि ल बिहा दर्ता लिएर आइज भनेर चाहिँ बिहा दर्ता ल्याइज भनेपछि बिहा दर्ता छैन हाम्रो